आदरणीय पत्रकार मित्रहरू, धेरै धेरै धन्यवाद। आदरणीय डाक्टर सुन्दर सिंह बोहराज्यू लगायत डाकमा उपस्थित सम्पूर्ण साथीहरू, म सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सबभन्दा पहिला त म नेपाल आवाज पार्टीले राप्रपा राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकीकरण भएकोमा नेपाल आवाज पार्टीका सम्पूर्ण साथीहरू, सो पार्टीका पूर्व सभापति डाक्टर सुन्दर सिंह बोहरा लगायतलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथै नेपाल नागरिक पार्टी पनि नेपाल आवाज पार्टी सरह नै साथसाथै सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकीकृत भएको हामीले अगाडि नै जानकारी दिइसकेका थियौँ र आज हामी त्यो घोषणा पनि गर्दछौँ। र आजदेखि हामी सबै नै अब हामी नेपाल नागरिक पार्टी होइनौँ, हामी नेपाल आवाज पार्टी होइनौँ, अबदेखि हामी राष्ट्रिय प्रजातन्त्र पार्टी हौँ। त्यसैले म नेपाल नागरिक पार्टीका सम्पूर्ण साथीहरूलाई पनि यो लामो राजनैतिक यात्रामा मुलुक बचाउने जिम्मेवारीका साथ मुलुकलाई आफ्नो अस्तित्व, सार्वभौम सत्ता र यसको गरिमा बचाउनका लागि यो यात्रामा लाग्नु भएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। म आज डाक्टर सुन्दर सिंह बोहराले जे कुरा राख्नुभयो त्यसलाई दोहोऱ्याउन चाहन्न। म अब यो मुलुक निर्वाचनमा प्रवेश गरिसकेको हुँदाखेरि अब यो मुलुक दुईटा कित्तामा बाँडिनु पर्दछ भन्ने आम नेपाली नागरिकहरूलाई अनुरोध गर्न चाहन्छु। र यो मुलुकलाई दुईटा कित्तामा राखेर आफ्नो मतदान, अमूल्य मतदान गर्नुहोस् भनेर अनुरोध गर्न चाहन्छु। एउटा कित्तामा हिजोका ठुला बनाउँदा दलहरू जसले यो मुलुकलाई बर्बाद गरे, भ्रष्टाचार, बेथिति, लुटतन्त्र, सेटिङ, घुसखोरी, यी सबैको केन्द्रबिन्दु राज्यलाई बनाए, राज्यलाई अपराधको संरक्षणकर्ता बनाए, शक्तिलाई राजनीतिकरणलाई अपराधीकरण गरे, अपराधलाई राजनीतिकरण गरे। त्यसैले त्यो नेपाली काङ्ग्रेस होस्, त्यो एमाले होस्, त्यो माओवादी आजको नेपाली कम्युनिस्ट पार्टी होस्, यी सबैले 35 वर्षसम्म शासन गरेर मुलुकलाई बर्बादीको सङ्घारमा पुर्याए। त्यसैले ती दलहरूबाट यो मुलुकलाई निकास चाहिएको छ, त्यसमा हामी प्रष्ट छौँ। तर ती दलहरूको विकल्पको रूपमा हामी विकल्प दिन्छौँ भनेर आएका केही साथीहरू छन्। म व्यक्तिगत रूपमा उहाँहरूलाई आदर सम्मानै गर्छु, मेरो व्यक्तिगत रूपमा उहाँहरूसँग भन्नु केही पनि छैन। तर राजनैतिक रूपमा म उहाँहरूसँग विमति राख्छु, किनभने रवि लामिछानेजी, बालेनजी, कुलमानजी जस्ता व्यक्तिहरू जो राजनीतिमा आउनु भएको छ, उहाँहरू ज्यादै विवादास्पद पात्र हुनुहुन्छ र उहाँहरूले बोकेका एजेन्डा यो मुलुकको अहितमा छन्, मुलुकको हित विपरीतका एजेन्डाहरू बोक्नु भएको छ। त्यसैले उहाँहरू विकल्प हुन सक्नुहुन्न, उहाँहरूले यो मुलुकलाई गन्तव्यमा पुर्याउन सक्नुहुन्न। त्यस कारणले गर्दाखेरि हिजोका ठुला दलहरूसँगै साँठगाँठ गरेर, सत्तामा गठजोड गरेर, सत्तामा सत्ता मिलाउने, घाँटी मिलाउने रवि लामिछानेबाट या बालेनले जसले नगर पिता भएर आफ्नो सर्वोच्च अदालत र सिंहदरबार जल्दाखेरि दमकल पठाउन नसक्ने बालेनले यो मुलुकको हित गर्लान् भनेर चिताउन सकिँदैन। त्यसैले म उहाँहरूको बारे मैले धेरै भन्दिनँ, तर त्यो शक्ति एमसीसी बोक्ने शक्ति हो, त्यो शक्ति समलिङ्गी विवाह बोक्ने शक्ति हो, त्यो शक्ति विभिन्न विवादमा भरिएको शक्ति हो। त्यसैले त्यहाँभित्रका राष्ट्रसभाभित्रका, काङ्ग्रेसभित्रका, एमालेभित्रका, माओवादीभित्रका असङ्ख्य राष्ट्रवादी शक्तिहरूलाई अब तपाईँहरू पनि राप्रपामा आउनुहोस्, यो मुलुक बचाउनु पर्ने आवश्यकतामा मुलुक पुगेको छ, तपाईँ हामी सहकार्य गरौँ भनेर म अनुरोध गर्न चाहन्छु। त्यसैले हिजोका ठुला दल र अहिलेको राष्ट्रपा अब मुलुकको मार्गचित्र कोर्नका लागि, मुलुकलाई निकास दिनको लागि विकल्प हुन सक्दैन। अब विकल्पको राजनीतिले नेपाली नागरिकहरूलाई भ्रम छर्न पाइँदैन। त्यसैले हामी भन्छौँ अबको राजनीति विकल्पको राजनीति होइन, अबको राजनीति देशभक्ति र राष्ट्रियताको राजनीति हो, अबको राजनीति नागरिक तन्त्रको राजनीति हो, अबको राजनीति रणनीतिक विदेश नीति र सक्षम विदेश नीतिको राजनीति हो, अबको राजनीति साँचो अर्थमा सहभागितामूलक लोकतन्त्रको राजनीति हो। यी सम्पूर्ण कुराहरू राष्ट्रिय प्रजातन्त्र पार्टीमा भएका कारणले हामी राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकीकृत भएका छौँ र यसमा हामी गर्व गर्दछौँ। त्यसैमा आम नेपाली नागरिकहरूलाई, मतदाताहरूलाई के अनुरोध गर्न चाहन्छु भने अब तपाईँहरूको मत, तपाईँहरूले मत दिने यी हातहरू, तपाईँका हातहरूले यो मुलुक बचाउने पवित्र संगठन, पवित्र संस्था र निष्पक्ष र निष्कलङ्कित व्यक्तिहरूलाई मात्रै तपाईँले मत दिनुहोस्। जो व्यक्तिहरूको हातमा पर्दाखेरि
आम सर्वसाधारण नागरिकहरू, मकै पोल्ने व्यक्तिहरू, सडकमा काम गर्ने व्यक्तिहरू, सानातिना 2 पैसा बचत गर्ने व्यक्तिहरू ठगिन्छन्। ती व्यक्तिहरूको पैसाको अपचलन हुन्छ र तिनीहरूको जीवनमा सङ्कट सिर्जना हुन्छ। त्यस्तो सङ्कट सिर्जना गर्ने व्यक्तिलाई कदापि मत नदिनुहोस्। तपाईँ इमोसनमा नआउनुहोस्। घाँटीमा झन्डा बोकेर झन्डाको अपमान गर्ने अरूलाई पनि मत नदिनुहोस्। सिंहदरबार जलाउँदाखेरि रमाउने, त्यसलाई उत्सव मनाउने र तिनै व्यक्तिहरू जहाँ आज प्रवेश गरेका छन् त्यो पार्टीमा प्रवेश गरेका ती व्यक्तिहरू र त्यो पार्टीलाई पनि मत नदिनुहोस्। अबको लडाइँ भनेको 2 धारको लडाइँ हो, किनकि यी सम्पूर्ण गणतन्त्रवादी हुन्। यी गणतन्त्रवादीहरूबाट मुलुक बस्दैन। यी सबै एमसीसीवादी हुन्, यिनीहरूबाट मुलुक बस्दैन। यी सबै भ्रष्ट हुन्, यिनीहरूबाट मुलुक बस्दैन। यी सबै समलिङ्गी विवाहका पक्षधर हुन्, यिनीहरूबाट मुलुक बस्दैन। त्यसैले अब कित्ता क्लियर भएको छ। त्यो कित्ता भनेको एकातिर राष्ट्रवादी कित्ता छ, अर्कोतिर राष्ट्रघाती कित्ता छ। राष्ट्रवादी कित्तामा राप्रपा अडिएको छ। डाक्टर सुन्दर सिंह बोहरा जस्ता मान्छे अडिएका छन्। सुरेन्द्र भण्डारी जस्ता, पूजन गुरुङ जस्ता, हामी जस्ता मान्छेहरू त्यहाँ प्रवेश गरेका छौँ। त्यसैले अबको राष्ट्रवादी धार भनेको राप्रपा हो र यही राप्रपालाई, राष्ट्रवादी धारलाई अब जिताइयो भने मात्रै यो मुलुकको भविष्य सुनिश्चित छ। राष्ट्रवादी धारलाई हामीले मत दिएनौँ भने, इन्डियामा नेपाल मिलाउनु पर्छ भन्नेहरूलाई मत दिउँ भने, नेपालको फरेन पोलिसी इन्डियामा दिनुपर्छ भन्नेलाई मत दिउँ भने, लिपुलेक लिम्पियाद्वारा र कालापानी इन्डियालाई छोड्दै हुन्छ भन्नेलाई मत दिउँ भने हामी हाम्रो मुलुकलाई सङ्कटमा धकेल्छौँ। त्यसैले आज प्रत्येक नेपाली नागरिकको काँधमा एउटा जिम्मेवारी आएको छ। त्यो जिम्मेवारी भनेको मुलुक बचाउने। मुलुक नबचे कुनै पनि परिवर्तन हुँदैन। सिंहदरबार जलाउनु परिवर्तन होइन, सर्वोच्च जलाउनु परिवर्तन होइन। त्यसैले साँचो अर्थमा परिवर्तन भनेको नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउनु। त्यो परिवर्तनका लागि मुलुक नै बाँच्नु पर्दछ। मुलुक बाँच्यो भने परिवर्तन हुन्छ, मुलुक बाँचेन भने परिवर्तन हुँदैन। त्यसैले यो लडाइँ, यो निर्वाचन भनेको मुलुक बचाउने लडाइँ हो। जसले मुलुक बिगारेका छन् तिनीहरूलाई मत दिन हुँदैन भनेर प्रष्ट रूपमा भन्न सक्नु पर्दछ, बोल्न सक्नु पर्दछ र आफ्नो मत पनि, यो अमूल्य मत पनि मुलुकको हितमा काम गर्ने, मुलुकलाई माया गर्ने देशभक्त राष्ट्रवादीहरूको कित्तामा जानुपर्दछ। त्यसैले अब 2टा कित्ता मात्रै छन् यो मुलुकमा। एउटा राष्ट्रवादी कित्ता छ, अर्को राष्ट्रघाती कित्ता छ। राष्ट्रघाती कित्तालाई इन्कार गरौँ, नो भनौँ, राष्ट्रघाती कित्तालाई पराजित गरौँ, हाम्रो मत हामी राष्ट्रवादी कित्तालाई दिँदैनौँ भन्ने साहस गरौँ। त्यसले मात्रै यो मुलुक बस्दछ। त्यसले प्रत्येक राष्ट्रवादीहरूले के भन्नुपर्दछ भने, जसले एमसीसी बोक्दछ, आज डाक्टर सुन्दर सिंह बोहरा एमसीसी बोक्नेको विरुद्धमा जिहाद छेडेर निर्वाचनमा उत्रिनु भएको छ। त्यसैले म आम नागरिकहरूलाई भन्छु, उहाँको 3 नम्बर क्षेत्रका नागरिकहरूलाई भन्छु, अबको तपाईँको पवित्र मत डाक्टर सुन्दर सिंह बोहरालाई जानुपर्छ। मुलुकभरि अबको मत एमसीसी बोक्नेहरूलाई जान हुँदैन। त्यसैले एमसीसी वादीहरूलाई नो भन्नुहोस्, एमसीसी वादीहरूलाई मत नदिनुहोस्। हामी एमसीसीको विरुद्धमा सडकमा सङ्घर्ष गरेका व्यक्तिहरू हौँ। हामीले एमसीसीको विरुद्धमा सङ्घर्ष गर्दाखेरि कतिपय हाम्रा साथीहरूले लाठी खाए, एकजना साथीमाथि त गोली पनि लाग्यो। राजाले त्यति बर्बर रूपमा दमन गर्दाखेरि पनि हामी एमसीसीको विरुद्धमा उफ्रियौँ। गगन थापा सदनमा बसेर एमसीसी पास गराउन कुरिनु भयो। त्यसैले म गगन थापाको विरुद्धमा उम्मेदवारी दिएको छु। यो एमसीसी वादीको विरुद्धको उम्मेदवार हो। म काठमाडौँ 4बाट मैले उम्मेदवारी दिएको छु र म आम काठमाडौँ 4का मतदातालाई भन्न चाहन्छु, अब तपाईँले मुलुक बचाउन गगन थापा होइन, अब सुरेन्द्र भण्डारीलाई मत दिनुहोस्। हाम्रो मुलुकको अस्तित्व, नेपालीको अस्तित्व, नेपालीको गरिमा भनेको हाम्रो सभ्यतामा छ। हामी भित्र भएका, यो मुलुकमा भएका विभिन्न जात जाति, भाषा भाषी, धर्म संस्कृति कसैले पनि समलिङ्गी विवाहलाई मान्यता दिँदैन। तर रवि लामिछाने गृहमन्त्री हुँदा उहाँले निर्देशन दिनुभयो प्रत्येक सिडिओ कार्यालयलाई समलिङ्गी विवाहलाई दर्ता गर भनेर। समलिङ्गी विवाह दर्ता गर्नु भनेको यो मुलुकको सभ्यतामाथि आक्रमण गर्नु, कुठाराघात गर्नु, यो मुलुकलाई तहस नहस बनाउने काम गर्नु। त्यसैले म भन्छु, नो भोट टु रवि लामिछाने, नो भोट टु बालेन, नो भोट टु राजसपा। त्यसैले हामी समलिङ्गी विवाहको विरुद्धमा उभिएका छौँ। हामी त्यसको मुद्दा सर्वोच्चमा पनि गरिराखेका छौँ। हामी समलिङ्गी विवाहका अगेन्स्टमा छौँ। त्यसैले भोट टु राप्रपा, भोट टु सुन्दर सिंह बोहरा, भोट टु राप्रपाको टिम। त्यति मात्रै होइन, जुन बेला लिपुलेक लिम्पियाद्वारा र कालापानीको इस्यु थियो त्यो बेला हामी नै उस सडकमा आएर सङ्घर्ष गर्ने। केपी ओलीले त धेरै पछाडि मात्रै गरेका हुन्। केपी ओलीलाई चुचे नक्सा निकाल्न बाध्य बनाउने हामी त्यो बेला कोभिड थियो मुलुकमा। कोभिडको बेला हामी 600 जनाले गिरफ्तारी दिएका छौँ।
कोभिडको बेलामा पनि त्यसरी हामीले लडेकौँ। त्यो बेला कहाँ थिए रवि लामी छाने, लिपुलेखको बारे कहाँ बोले बालनले, लिपुलेखको बारे कहाँ बोले कुलमानले? उनीहरू दुलाभित्र बसेका थिए। न यो मुलुकको बारेमा उनीहरूले कहिले बढेका छन्, न सार्वजनिक इस्यु उठाएका छन्। उनीहरूले सहकारीको पैसा अपचलन गरेका छन्। हिजो मात्रै बालनले बर बुझाएर पिण्ड नगरिकन राजीनामा दिएका छन्। यति अनुत्तरदायी, यति शासनप्रति कुनै पनि रुल अफ ल प्रति निष्ठा नभएको व्यक्ति त मैले देखेकै छैन। त्यसैले आफ्नो बर बुझाएर फिन नगरिकन निस्किने व्यक्तिलाई प्रधानमन्त्रीको रूपमा हेर्न, बुझ्न र स्वीकार गर्न सकिँदैन। त्यसैले म भन्छु, अब नेपाली नागरिकहरूले निर्णय गर्ने बेला आयो, यो मुलुक बचाउने बेला आयो। त्यसैले अबको एउटै मात्रै विकल्प राप्रपा हो। हामी यो कुरालाई जानी बुझिकन मनन गरेर राप्रपामा एकीकृत भएका छौँ। हामी यसमा गर्व गर्दछौँ। त्यसैले आजको यो छोटो प्रेस मिटमा हामी यति मात्रै सन्देश दिन आएका छौँ कि अब यो मुलुक दुईटा कित्तामा विभक्त भइसकेको छ। राष्ट्रवादी कित्ता जसले पृथ्वी पथ बोक्छ, जसले यो मुलुकको एकीकरण गर्यो, उनलाई स्वीकार गर्दछ, मान्दछ, आस्था गर्दछ। अर्को एउटा कित्ता छ पृथ्वीनारायणको बारेमा अनर्गल प्रचार गर्दछ, पृथ्वीनारायण शाहको विरोध गर्दछ, पृथ्वीनारायण शाह नै थिएनन् भन्नेसम्मको भ्रम छर्दछ। त्यो कित्ता र राष्ट्रिय एकता दिवसका दिन सन्देशसम्म नदिने पार्टी, राष्ट्रिय एकता दिवसका दिन पृथ्वीनारायण शाहप्रति आस्था नराख्ने पार्टी र व्यक्तिहरू यो मुलुकको राजनीतिमा हाबी हुन पाउँदैनन्, हुनु हुँदैन र मतदाताले पराजित गर्नुपर्दछ। मैले यति निवेदन गर्दै अबको यो मुलुकलाई बचाउनको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई साथ दिनको लागि तपाईँहरूको मिडियाबाट आम नागरिकहरूमा यो सन्देश पुर्याइदिनुहोस्। मैले तपाईँहरूलाई धेरै धेरै धन्यवाद